यति कुरा चाहिँ प्रुभ भयो कि शत्रुले चाहिँ रिस गर्छ अनि आफ्नो आफन्तले चाहिँ बर्बादी खोज्छ क्या। आफ्नो शत्रु पनि कहीँ हुँदैन जस्तो लाग्छ क्या मलाई त। आफ्नो शत्रु चाहिँ आफ्नै वरपर नै हुन्छ जस्तो लाग्छ। त्यही वरपरको मान्छेले नै बर्बादी खोजिरहेको सुन्दाखेरि चाहिँ सबथोक बिर्सिदिउँ जस्तो लाग्ने के को लागि म लड्दैछु त भन्ने टाइपको पनि हुन्छ क्या बेला मौकामा। यसले गरी खाओस्, यो राम्रो ठाउँमा पुगोस् भन्ने कसैलाई पनि छैन जस्तो लाग्छ क्या। उनीहरूलाई चाहिँ के लाग्छ भन्दाखेरि यो बर्बाद भएको चाहिँ हेर्न पाऊँ भन्ने टाइपको हुन्छ जस्तो लाग्छ क्या। उनीहरूको मनमा चाहिँ जब म सक्सेस भयो भने चाहिँ वाह भन्ने हुँदैन कि छ्या भन्ने टाइपको हुन्छ जस्तो लाग्छ। त्यही भएर आफूले आफ्नो दममा गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। कसैको पनि मतलब राखेर हुँदैन, सब थोकको लागि आफू नै हो जस्तो लाग्छ कि। आफ्नो रिलेटिभ्स आफ्नो भन्ने मान्छेहरू नै भित्रभित्रबाट धेरै प्रकारको जालो खनिरहेको हुन्छ जस्तो लाग्छ। त्यही भएर चाहिँ किन आफन्त भनेर बस्नु पर्यो, उनीहरू रिसाउलान् कि उनीहरूलाई खुसी बनाउन सक्दिनँ कि भनेर किन सोच्नु पर्यो जस्तो लाग्छ क्या। उनीहरूलाई खुसी बनाउने चक्करमा आफू दुःखी भएको चाहिँ कसले देखाएको छ र भन्ने टाइपको लाग्छ कि मलाई त। कसैले देखाएको छ त छैन नि। आफ्नो पनि त मनमा पीडा हुन्छ होइन, आफ्नो पनि त समस्या हुन्छ। सबैको जस्तो आफ्नो पनि त समस्या हुन्छ होइन र। सबैको आफ्नै कथा हुन्छ, त्यो कथामा हामी सबै हिँडिरहेको छौँ। अरूको खुसीको लागि आफ्नो खुसी मार्नु चाहिँ सबभन्दा ठुलो पाप हो जस्तो लाग्छ कि। आफूले आफ्नो लागि चाहिँ खुसी बनाउने काम गर्नुपर्छ जस्तो लाग्छ। अरू दुःखी हुने हो कि अरूलाई खुसी पार्न नसक्ने हो कि भनेर सोच्नु भयो भने चाहिँ लाइफमा तपाईँले धेरै ठुलो पाप गरिरहनु भएको छ भनेर सम्झिनु होला। किनकि त्यहाँनिर तपाईँ दुःखी हुनुभएको छ क्या। तपाईँ दुःखी भएको कसले बुझिरहेको त छ त? कोही छ तपाईँको लागि बुझ्ने मान्छे? किन अरूको लागि सोच्नु पर्यो?